हेर्नुस् है, अब चाहिँ मैले पखालेर ल्याएँ। अब म कुकरमा हाल्छु। कुकरमा हाल्छु। आज चाहिँ लप्सीको तितौरा बनाउँछु म। लप्सीको तितौरा यसमा हालेर उसिन्छु म। अब सबै हालिसकेँ मैले यो। अब यसमा थोरै पानी राखेर चाहिँ उसिन्छ है साथीहरु। सिटी लाग्यो। अब चाहिँ पाक्यो है यो लप्सी। अब यसलाई निकाल्ने। अब चाहिँ हामी यसलाई निकाल्छौँ। पाक्यो तातो कस्तो मजाले पाक्यो चाहिँ। वाह। अब चाहिँ म थालमा हाल्छु है साथीहरु। पाकेको छ, थालमा हाल्नु पर्यो। सक्खर हाल्छु। सक्खर पगाल्छु पहिला। अनि यसमै म त्यो लप्सी हाल्छु सक्खरमा। चिनी पनि हाल्न सक्नुहुन्छ, मिर्ची पनि हाल्न सक्नुहुन्छ, जे पनि हाल्न सक्नुहुन्छ है तपाईहरु। हेर्नुस् है, यस्तो भयो यो सक्खर चाहिँ। यसमा चाहिँ म लप्सी हाल्दैछु। अब मजाले पकाउने यसलाई चाहिँ यसरी। धेरै टाइम लगाएर पकाउनुपर्छ, नत्र त अचार मिठो हुन्न। म चाहिँ फर्स्ट टाइम बनाउँदैछु है। तपाईहरुले कसरी बनाउनुहुन्छ? म चाहिँ यसरी बनाउँदैछु। गुलियो लप्सीको तितौरा यसरी बनाइरहेको छु म चाहिँ। हेर्नुस् है, यसलाई मजाले पकाउने है। 2 घण्टा पकाउँदा यस्तो भयो। हेर्नुस्, 2 घण्टा पकाएको है यो मैले। यतिको भयो। अब यसमा म खुर्सानी हाल्छु। खुर्सानी चाहिँ मैले पहिल्यै बनाएको छ। यो खुर्सानीको अचार हो, यही हाल्छु म। अब अचार धेरै पिरो खान खोज्दैन, यतिको चाहिँ हाल्छु। यति 1 चम्चा। पिरो खान खोज्दैन बच्चाहरूले। एकदम पिरो छ यो खुर्सानी। यो अब यसलाई मोलेर मजाले अझै पकाउँछु। यसको नि अझै पकाउनु बाँकी छ यो। मजाले पकाएर तितौरा लप्सीको तितौरा। जिरा र मेथी पड्काउँछु अचारमा झान्नको लागि। अचारको लागि जिरा मेथी पड्काउँदैछु म साथीहरु। रातो हुन्छ। अनि त्यसपछि यो अचारमा कति मिठो होला है अचार। फर्स्ट टाइम पकाएको हो मैले साथीहरु अचार। यसमा चाहिँ म चाहन्छु, यसमा टिमुर पनि हाल्छु अलिकति म। मिठो हुन्छ टिमुर। अनि यहाँ टिमुर हालेको छु। अब चाहिँ यो चाहन्छु ज्वाइन। कस्तो मिठो बास्ना हो। कस्तो मिठो। त खाउँ मन लाग्यो मलाई त यही। फाइनली साथीहरु, अब अचार बन्यो है मेरो स्टाइलले। हजुरहरूलाई पनि बनाउनु मन छ भने यसरी बनाएर खान सक्नुहुन्छ। मिठो हुन्छ, एकदम मिठो। हजुर जस्तो स्वादमा नि बनाएर खान सक्नुहुन्छ। अब नुन मात्रै हालेर, नुन र पिरो मात्र हालेर बनाएर खान सक्नुहुन्छ। त्यसमा नुन, पिरो, गुलियो पनि हाल्न सक्नुहुन्छ। म चाहिँ थोरै नुन अनि गुलियो बनाछु, किनभने बच्चाहरूलाई नि एकदम मन पर्छ कि गुलियो चाहिँ, गुलियो अचार। फाइनली अब चाहिँ पाक्यो मेरो अचार। मैले पकाएको अचार हजुरहरूलाई कसलाई मन पर्छ भने कमेन्ट गर्नुस् है साथीहरु। कमेन्ट गर्नुस्, लाइक गरिदिनुस्। मेरो भिडियो मन पर्यो भने सब्स्क्राइब गर्नु नभुल्नु होला साथीहरु। सब्स्क्राइब गर्नु, प्ले बटन थिच्नु, घन्टीमा थिच्नुस् है साथीहरु। अचार वाउ, कस्तो मेरो त मुखबाट पानी आइसक्यो कि। यति मिठो अचार छ कि हेर्नुस् त।
वाउ क्या दामी अचार चाहिँ पाक्यो अलिकति म चाख्छु है कस्तो भएछ है अचार थोरै चाख्छु म पहिला चढाउँछु भगवानलाई चढाउनु थोरै वाउ कस्तो मिठो खट्टा मिठो पिरो वाउ क्या